हेलो एभ्रिवान र फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो सानो ब्लगमा है। र अहिले चाहिँ म घाँसमा जाँदैछु बेलुका हुँदो अहिले चाहिँ घाँसमा अलिकति काटौँ भनेर गइराखेको है गाइस। सो म अहिले तल पानी पनि बनाइराख्नु पर्यो अनि घाँस काटेर ल्याउँ भनेर चाहिँ म जाँदैछु है। मकै बारीमा साइड भएर जाँदैछु होइन। तपाईँहरूलाई देख्नु मकैहरू पनि यति साह्रो हेर्नुहोस्, मकैहरू पनि हिजो अस्ति खनिदिएर चाहिँ यस्तो मजाले आइगएको छैन क्लो क्लो है त। जङ्गल पनि आउन थाल्यो है। हेर्नुहोस् मकैहरू खनेपछि चाहिँ यस्तो छिटो आइहाल्छ हो टुटुटुटु। र आजको दिन चाहिँ एकदमै ठिक्कै दामी भइदिएको छ हो। म त्यहाँ पानी पनि फिर्के गुसिरहेको छ होला, त्यसलाई मैले बनाएर चाहिँ चलाइराख्नु पनि पर्नेछ। सो है मेरो चाहिँ यहाँले बोल्नु पनि धेरै अप्ठ्यारो भइराखेको छ घाउ निस्केर हो। ठिक्कै यहाँ यता साइडपट्टि छ, दाँतले ठोक्दाखेरि त अब बोल्नु नै अप्ठ्यारो भइराखेको छ गाइस हो। र त्यसरी अप्ठ्यारो परिकारले यहाँ गिर्खाइ उठिराखेको छ दुखेकोले गर्दाखेरि। सो म अब जाँदैछु है गाइस। म चाहिँ तल भट्टीको छेउमा छु बाँसघारी। अलैँचीहरू पनि हेर्नुहोस् है, अलैँचीको पनि ग्यारेन्टी छैन हो। यो चाहिँ 2 सालेहरू यिनीहरू 1 साल 2 सालदेखि त चिलिम फर्काइहाल्दो रहेछ रोग लागेर। हेर्नुहोस् फुल चाहिँ छ, फल्छै होला भन्ने चाहिँ छ। अब हाम्रो यो हाम्रो ठाउँहरूको चाहिँ एकदमै यो खेती पुरा हुन्थ्यो पहिलाको दिनहरूमा। अहिले चाहिँ रोगले गर्दाखेरि शेष खत्तम भइदिएको अवस्था छ। हेर्नुहोस् छनु त छ अलिअलि होइन। यो साल अब देखा जा मौसम अच्छा हो तो फल्ने कि चान्सेस। सो मैले चाहिँ यहाँ नर्सरी लगाइराखेको छु, तपाईँहरूलाई कतिले थाहा छ है। हेर्नुहोस् र यो फिर्के चाहिँ लगाएको छ तर पानी जोडेको छैन हो, पर्खिरहेको छ होला। अब यसलाई चाहिँ बनाउँछु है। यो भट्टी हो होइन, दाउराहरू पनि छ। यो परालको दाउराहरू हो यो है। यहाँ नसुकाएको धेरै भयो यो भट्टीमा है। अलैँची त अहिले त रोग लागेर छैन र अहिले त भर्खर फैलाइँदैछ है। यो बिरुवा नर्सरीहरू छ, जङ्गल आइसकेको छ। अर्को महिनातिर मात्रै चाहिँ यसले काट्नुपर्छ। सो म चाहिँ अब चाहिँ गाइस यो फिर्के बनाउँछु है त। यो छ फिर्के, यसलाई चाहिँ खोल्नु पर्ने छ। जिउन मनपर्छ यसो दोरीले बाँध्नुपर्छ। म चाहिँ फेरि लडाउँछ फोर्स बेसी भएर। यसरी दोरीले बाँध्यो मात्रै चाहिँ किल्लामा राम्रो हुन्छ। अब चाहिँ यसलाई यहाँ के अल्झेको छ चेकिङ हो र आए यसका यो चेकिङ यो फिर्केमै अल्झिरहेको छ। यो चाहिँ खोल्नुपर्छ अल्झ्यो भनेदेखिलाई चाहिँ यो जुन चाहिँ छ यो पहेँलो र त्यस्तो देखेपछि यो चाहिँ अल्झिरहेको छ। यो भित्र अल्झिरहेको छ। क्लियर भयो अहिले चाहिँ यतापट्टि पनि त्यस्तै छ। भित्र सानो दुलो छ। क्लियर भयो, फिट गरिदिनु पर्ने भयो। टक्कै लगाएर चाहिँ यो चाहिँ यस्तो लगाएपछि यसो घुमाइदिएपछि चाहिँ अल्झिने छ यहाँ हो। यहाँ अब चाहिँ पानी चालु गर्ने बेला पऱ्यो है। पहिला चाहिँ यसलाई नै उठाइहाल्नु पर्यो। तपाईँले देख्नु होला पानी अब चाहिँ यसमा चाहिँ जोड्यो भने चाहिँ पानी
ल फाइनली मेसिन चालु भयो चालु भयो मलाई अर्केको हो पानी चाहिँ ल पानी पनि भयो हो अब चाहिँ म ल है गाइस हेर्नुहोस् है त एकदमै मजेदार घाँस पनि लिएर ठक्क राखिहालेँ है र दिन त के भन्नु साँझ रातिको अगाडि मजाको देख्दो रहेछ है अब रात पर्ने बेलामा त हेर्नुहोस् मौसम चाहिँ होइन दिन चाहिँ यति दामी देख्दो रहेछ पल्लो गाउँहरू हेर्नुहोस् मकैहरू हेर्नुहोस् है एकदमै खनिदिएको त बुटुटुटु आइगयो जङ्गल पनि त्यत्तिकै आइदिएको रहेछ है मुगी घाँसहरू पनि पलाउनु थालेको छ अब चाहिँ र दिनहरू एकदमै दामी देखिरहेछ हेर्नुहोस् है बेलुकाको भ्यू ल साथीहरू यस्तै छ है तपाईहरूलाई सो आज घाँस काट्दै आएको तपाईँहरूसँग यसरी जोडिनुको लागि बातचितहरू गर्नुको लागि है यसरी भिडियो गर्न लागेको छोटो समयमा र आज चाहिँ यस्तै छ दिउँसो गर्न पाएन है र अब भोलिको दिनहरूमा तपाईँहरूलाई देखाउँछौँ र आजको यस्तै भयो र यो रात पनि पर्नु आँटेको छ र अब मेरो छोटो भिडियोलाई यतिमै राख्न आँटेको छु यी गाइस ल है फेरि पनि अब अग्ली पेशकशमा भेट्नेछौँ ल है त